नमस्कार पिटी क्रिएसन हेरेर बस्नुभएका सम्पूर्ण दर्शक महानुभावहरूमा आज पनि हामी एउटा भिडियो लिएर उपस्थित भएका छौँ। आजको विषयवस्तु रहेको छ हामीले दैनिक रूपमा प्रयोग गर्ने अन्न अनाजहरूलाई भोट भाषामा कसरी भन्न सकिन्छ भन्ने विषयमा। ढिलो नगरी आजको विषयवस्तुलाई अगाडि बढाउन चाहन्छु। हजुरहरूले भिडियोलाई हेरेर सुनेर र सँगसँगै बोलेर लाभ उठाउनुहुन्छ भन्ने आशा राख्दै भिडियोलाई अन्तिमसम्म साथ दिनु होला भन्दै अनुरोध गर्न चाहन्छु। धन्यवाद। मकै, असम, कोदो, ठे, गहुँ, डो, जौ, ने, डु, धान, डेसोआ, चामल, डे, फापर, ठाओ, तिल, तिल, दाल, ताली, तोरी, युंकर, पिठो, चंपा, चिउरा, पक्षी,